सबैमाथि अनुग्रह गर्नुभएको जुन 15 तारिक विश्वभरि नै फादर्स डे, तेस्रो सन्डे जुन सबैले फादर्स डे मनाइरहेका छन्। अनि धेरै छोराछोरीहरूले आफ्नो बाबुलाई अभिवादन जनाएका छन्। कतिको निम्ति चाहिँ त्यो दिन हप्ताको अरू कुनै एउटा दिन जस्तै गरी बितेर गयो। कसैले फादर्स डे मनाए पनि नमनाए पनि, कसैले अभिवादन जनाए पनि नजनाए पनि, फादर अथवा बाबुलाई त परमेश्वरले आफ्नो सन्तानको आशिष दिनुभएर एउटा विशेष स्थानमा राख्नुभएको छ र विशेष जिम्मेवारी पनि दिनुभएको छ। घर परिवारको शिर अथवा मुख्य ठहराउनु भएको छ। यसैले हरेक बाबु आदरको योग्य हुन्छन्। यसै कारण पवित्र आत्माले प्रेरित भएर प्रेरित पौलले लेख्छन्, हे बालक हो, प्रभुमा आफ्ना बाबुआमाको आज्ञा पालन गर, किनभने यो उचित छ। आफ्ना बाबु र आमाको मान गर, जो प्रतिज्ञा सहितको पहिलो आज्ञा थियो, र तिमीलाई भलो होस् र पृथ्वीमा तिम्रो दीर्घायु होस्। तर परमेश्वरको वचनमा यस्तो लेखिएको छ, हे बाबु हो, तिमीहरूका बालकहरूलाई रिस नउठाऊ, तर तिनीहरूलाई प्रभुको शिक्षा र चेतावनीमा पालन पोषण गर। यो एफिसी 6 अध्यायको 1 र 1देखि 4 पदमा परमेश्वरले जान्नुहुन्छ बाबुले छोराछोरीहरूलाई बालक हुँदासम्म मात्रै आफ्नो इच्छा अनुसार सिकाउन, अनुशासनमा राख्न सक्छन्। यसै कारण समय छँदा नै छोराछोरी प्रति बाबुले गर्न पर्ने आवश्यक र मुख्य काम प्रभुको शिक्षा र अनुशासन हुर्काउन पर्ने रहेछ। आदमको निम्ति उपयुक्त जीवन साथी सृष्टि गर्नु भएर परमेश्वरले फल्दै फुल्दै वृद्धि हुँदै जाने आशिष दिनुभयो। सन्तानको आशिष नै आउँछ अनि परमेश्वरले नै बाबुको स्थान दिनुहुन्छ। र त्यो सँगसँगै जिम्मेवारी पनि। आदम आफ्नी पत्नीको प्रभावमा परेर परमेश्वरको आज्ञा उल्लङ्घन गरेर परमेश्वरको अनुग्रहबाट पतित भए अनि परमेश्वरसँगको सधैँ हुने संगतिबाट वञ्चित भए। तरै पनि आदम आफ्ना 2 छोराहरूलाई परमेश्वर चिनाउन अनि एकमात्र परमेश्वरको आराधना गर्न पर्छ भन्ने कुरा सिकाउनमा सफल भए। यसै कारण ती 2 छोराहरू कैन र हाबिल जब ठूला भए, तिनीहरूले व्यक्तिगत रूपले आफ्ना बलि परमेश्वर कहाँ ल्याएका कुरा वर्णन गरिएको हामी परमेश्वरको वचनमा पाउँछौँ। आदमले आफू परमेश्वरको अनुग्रहबाट पतित भएको अवस्थामा पनि छोराहरूलाई बालक छँदै परमेश्वरको आराधना गर्न र बलि चढाउन सिकाएका थिए। यो कुरो नयाँ नियमका बाबुहरूले जो परमेश्वरको अनुग्रहद्वारा बचाइएका र येशू ख्रीष्टमा विश्वास गरेको कारण परमेश्वरको सन्तान भएका छन् एउटा चुनौतीको रूपमा लिन सकिन्छ। एली परमेश्वरको पुजारी थिए। तिनका पनि होप्नी र पिनहास 2 छोराहरू थिए। तर जब ती छोराहरू जवान भए, तिनीहरू अटेरी बने, परमेश्वरको विरुद्धमा पाप गरे। तर तिनीहरूका बाबु एलीले तिनीहरूसँग बडो कोमलतापूर्वक व्यवहार गरे, किनभने तिनी साह्रै वृद्ध भइसकेका थिए अनि छोराहरू चाहिँ बाबुको हप्की सुन्ने र अनुशासनमा बस्ने अवस्थाबाट निस्किसकेका थिए। यसबाट पुजारी एलीले आफ्ना छोराहरूलाई प्रभुको शिक्षा र अनुशासनमा हुर्काउन असफल रहेको कुरा बुझ्न सक्छौँ। पहिलो सामुएल 2 अध्यायको 12 देखि 34 सम्म। अहिले नयाँ नियममा जब हामी हेर्छौँ, कति पुजारी, पास्टर तथा सेवकहरूको पारिवारिक अवस्था एलीको भन्दा राम्रो देखा पर्दैन। उपदेशकको किताबले भन्दछ, सबै कुराको लागि समय छ। यो संसारमा सबै कामको बेला छ। रोप्ने समय, उखेल्ने समय, भत्काउने समय, बनाउने समय, च्यात्ने समय, सिउने समय, हाँस्ने समय, रुने समय इत्यादि। उपदेशकको 3 अध्याय 1 देखि 8 सम्म। यसरी नै छोराछोरीहरूलाई परमेश्वरको शिक्षा र अनुशासनमा हुर्काउने पनि समय राखिएको हुँदो रहेछ। बालकलाई ऊ हिँड्न पर्ने बाटोमा तालिम देऊ
र वृद्ध अवस्थासम्म ऊ त्यसबाट तर्केर जाँदै त कतै पाइ सोच्दैन। कुनै पनि कुरो भन्नलाई सहज हुन्छ, सरल हुन्छ, तर गर्न अति नै गाह्रो पर्छ। यसरी नै नानीहरूलाई प्रभुको शिक्षा र अनुशासन हुर्काउन पनि सजिलो हुँदैन। नानी हुर्की अथवा बाबुको मन हुर्किसक्दा बाबुको मन धेरैपल्ट रोइसकेको हुन्छ। छोराछोरीको कारण समाजमा लाज र अपमान सहन परेको हुन्छ। तर हाम्रो परमेश्वर सबै सान्त्वनाको परमेश्वर हुनुहुन्छ। उहाँले सबै दुःखमा सान्त्वना दिनुहुन्छ। दोस्रो कोरिन्थी 1:3 र 4 पद। उहाँले एउटा बाबुलाई छोराछोरीको जिम्मा दिनुभएर एक्लै छोड्नुहुन्न। उहाँले बाबुको दुःखलाई यसरी राम्ररी बुझ्नुहुन्छ, किनभने उहाँ स्वयं एक बाबु हुनुहुन्छ। परमेश्वर पिता स्वयं एकजना बाबु हुनुहुन्छ, सारा संसारका बाबु, सारा संसारको सृष्टिकर्ता। उहाँले संसारलाई माया गर्नु भएर येशूलाई तिनीहरूको साटोमा मर्न भनिदिनु भयो। तर संसारले उहाँको यस मायाको उपहास गरेर येशूलाई अस्वीकार गर्यो। तर पनि संसारप्रतिको उहाँको माया कहिले घटेन, कहिले कम्ती भएन। अहिले पनि उहाँले संसारलाई त्यत्तिकै माया गरिरहनु भएको छ। कुनै पनि त्यागिएको बाबुको हृदयलाई परमेश्वरले राम्ररी बुझ्नुहुन्छ, किनभने इजरायलीहरूले परमेश्वरका देवहरूतिर फर्केर उहाँलाई धेरैपल्ट त्यागे, धेरैपल्ट इन्कार गरे, धेरैपल्ट रुवाए परमेश्वरलाई, धेरैपल्ट उनीहरू गनगनाए। हामीलाई पनि राजा चाहिन्छ भन्ने माग गरेर परमेश्वरको अनुशासनको विरोध गरे। तर पनि परमेश्वरले तिनीहरूलाई त्याग्नु भएन, तर तिनीहरूको हेरचाह गरि नै रहनुभयो। अनि अहिले पनि त्याग्नु भएको छैन। वर्तमान समयमा बाबुहरूका निम्ति कठिन भएको छ। बाइबल परमेश्वरको वचनले भन्छ, आखिरी दिनमा डरलाग्दो समय आउनेछ, किनभने मानिसहरू स्वार्थी, धनका लोभी, अहंकारी, हठी, निन्दक, आमा बाबुको आज्ञा पालन नगर्ने, असल नरुचाउने, विश्वासघाती, स्वाभाविक प्रेम रहितका हुनेछन्। दोस्रो तिमोथी 3:1-5। बुढेसकालमा छोराछोरीले हेरेन भनेर धेरै बाबुहरूले मन दुखाउँछन्, अनि यो स्वाभाविक पनि हो। छोराछोरी हुर्कँदै गर्दा बाबुले दुःखद भविष्यको सपना देख्छन्, तर जब बाबुले छोराछोरी हुर्काउँदै गरेका हुन्छ, तिनीहरूले त परमेश्वरले तिनीहरूलाई दिनुभएको जिम्मेवारी मात्र पूरा गर्दै गरेका हुन्छन्। जसरी परमेश्वरको योजना अनुसार येशू मरियमको गर्भबाट जन्मिनु भएपछि उहाँको पालन पोषण गर्ने, उहाँलाई हुर्काउने जिम्मेवारी मरियम र जोसेफमाथिको थियो। छोराछोरी हुर्किएपछि बाबुआमाको उपकारको ऋण तिर्न पर्ने कुरा बाइबलले सिकाउँछ, पहिला तिमोथी 5:4। तर छोराछोरीले बाबुको उपकार सम्झे पनि नसम्झे पनि परमेश्वरले त बाबु बुढो भएर एक्लो हुँदा बिर्सनुहुन्न। तर उहाँले भन्नुभएको छ, मतिर कान लगाऊ, तिमीहरूको बुढेसकालसम्म पनि म उही हुनेछु, औ तिमीहरूका कपाल फुलेको अवस्थासम्म पनि म तिमीहरूलाई बोक्नेछु। मैले बनाएँ र म बोक्नेछु र म बोकेर हिँड्नेछु र म बचाउनेछु। यशाया 46:3-4। र परमेश्वरले हामीलाई आशिष दिनुभएको आजको यो बाबुहरूको दिनलाई जब हामी हेर्छौँ, बाबुहरूको दिनमा बाबुहरूलाई आदर गर्नुपर्ने, बाबुहरूलाई माया गर्नुपर्ने, बाबुहरूलाई इज्जत गर्नुपर्ने यो दिन मात्र नभएर हरेक दिन आफ्ना बाबुहरूलाई सम्मान गर्नुपर्ने दिन हो। किनभने बाबु घरका शिर हुनुहुन्छ, परिवारका शिर हुनुहुन्छ, होइन? अनि त्यसै कारण हामी घरको शिर चाहिँ परमेश्वर पिता हुनुहुन्छ। यसर्थ हामी यो वचनबाट हरेक बाबुहरूलाई आदर सम्मान मिलेको होस्। परमेश्वरले सबैलाई आशिष दिनुभएको होस्। प्रार्थना गरौँ। परमेश्वर पिता, आजको यो दिनको लागि तपाईँलाई धन्यवाद दिन्छु। आज विश्वभरि फादर्स डे मनाइरहेका छन् र यो दिनमा हरेक बाबुहरूको लागि हामी प्रार्थना गर्छौँ, तपाईँ प्रभुले आफ्नो जिम्मेवारी, आफ्नो दायित्व निभाउनलाई सहायता गर्नुहोस्। चाहे दुःखमा सुखमा पनि आफ्नो परिवारलाई हुर्काउने,
परिवारलाई पालन पोषण गर्ने, परिवारलाई सही बाटोमा डोर्याउने एउटा बाबुको कर्तव्य बनेर एउटा असल बाबु बनेर अघि बढ्न तपाईँ प्रभुले सहायता गर्नुहोस्। तपाईँको मार्गमा हिँड्न र हिँडाउन सक्ने तपाईँले आशिष दिनुहोस्। यो छोटो बिन्ती चढाउँछु।